नेपालमा जेनजी सरकारले घोषणा गरेको चुनाव आउन मात्र 48 दिन बाँकी छ। यस अवधिमा नेपाली जनताहरूले जेनजी आन्दोलन केको लागि भएको थियो? आन्दोलनले पछि त्यो पुरा भयो त? जेनजी प्रोटेस्टले के क्षति पुर्यायो? अनि सरकारको त्यस्तो दमनले गर्दा 75 जनाभन्दा बढीले ज्यान गुमाउनु परेको थियो, जसमा स्कुल पढ्ने भाइ बहिनीहरू, जसमा 10-11 वर्षदेखिको भाइ बहिनीहरू थिए। यी सबै कुराहरू नेपाली जनताले बिर्सिसकेको जस्तो देखिन्छ। अनि पुराना नेताहरूले नेपालमा राजतन्त्र फ्यालेर लोकतन्त्र ल्याएपछि आएका नेताहरूले नेपाली जनतालाई के सपना देखाएका थिए, के भनेर के सपना देखाएका थिए, के अनि त्यो सबै कुराहरू पुरा भए त? यी सबै कुराहरू नेपाली जनताले बिर्सिसकेका छन्। त्यसैले त होला अहिलेका जनताहरू या पार्टीका कार्यकर्ताहरू जसले आफ्नो पार्टीले जस्तो सुकै जे काम गरे पनि अन्धभक्त जसरी केही बोलिरहेका हुँदैन। यसरी हेर्दा जस्तो सुकै आन्दोलन वा जस्तो सुकै व्यक्ति वा नेपाली आमाका छोराछोरीले ज्यान गुमाएर भनिन्छ नेपालीहरूको स्मरण शक्ति निकै कमजोर छ। त्यसैले त उनीहरूले सबै कुरा बिर्सिँदै जान्छन्। अनि नेपालीहरू एकदमै भावनात्मक छ, जसले गर्दा उनीहरूलाई फकाउन त्यति कठिनाइ पर्दैन। त्यसैले गर्दा अबको 48 दिनमा हाम्रो पुरानो डायरीमा बाचा र वास्तविकता भन्ने सिरिज सुरु गर्दैछौँ, जसमा हामी पुराना नेताहरू वा नयाँ नेताहरूले के बाचा वा नेपाली जनताहरूलाई सपना देखाएका थिए अनि ती बाचाहरू पुरा भए कि नै। अनि जेनजी प्रोटेस्टका केही क्लिपहरू पनि स्मरण गराउँछौँ, जसले गर्दा नेपाली जनताको स्मरण बढोस् अनि फागुन 21 मा हुने चुनावमा मतदान वा क्यान्डिडेट छान्न सजिलो होस्। जसको यो पहिलो दिनमा आजभन्दा लगभग 8-9 वर्ष पहिला केपी शर्मा ओली, जो आफू सरकारमा हुँदा एक कार्यक्रममा नेपाली जनतालाई बोलेको वा नेपाली जनताहरूलाई देखाएको सपनाहरू स्मरण गर्नेछौँ। केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेलवे केही वर्षभित्र हामी छिटै त्यसको सर्वे गर्छौँ। छिटै मान्छेले अनुमान गरेका छैनन् कति छिटो काम हुन सक्छ। तपाईहरु हेर्दै जानुहोस्, नेपालमा यत्रो बिघ्न डोजर कहाँ यता पनि चल्या छ, उता पनि चल्या छ। तपाईहरु सबै भन्नुहुन्छ यो ठाउँलाई अलिकति समय तपाईहरुले राम्ररी हेरिहाल्नुहोस्। इतिहासमा यस्तो अब कहिले पनि देखिने छैन। हेर्न लायकको ठाउँ हुनेछ, यो आधुनिक ठाउँ हुनेछ। यो मान्छे आइपुग्दा नेपालमै त छु भने जस्तो लाग्ने गरेको ठाउँ हुनेछ। त्यो हाम्रो संकल्प हो, अहिलेको सरकारको संकल्प हो। यति हेरेपछि हजुरहरूले केही कुरा त स्मरण गर्नुभयो होला। यस भिडियोलाई आफ्नो परिवार वा आफ्ना साथीभाइहरूलाई पनि सेयर गर्नुहोस्, जसले गर्दा उहाँहरूले पनि आउने चुनावमा क्यान्डिडेट छान्न सजिलो होस्। हाम्रो यस यात्रामा सहभागी हुनको लागि पुरानो डायरी च्यानललाई पनि फलो गर्नुहोस्। अनि अन्त्यमा याद गरौँ, नाम सम्झेर होइन कि काम सम्झेर भोट गरौँ।